ड्युटी सुरु भएसँगै गेस्टहरूलाई चाहिने ब्रेकफास्ट रेडी गर्छु। आज कति चेक इन सर्भिसलाई ब्रेकफास्ट रेडी गर्नुपर्छ। फ्रिजबाट झिकेर म रेडी गर्दैछु सबै सामानहरू ब्रेकफास्ट हैन। वाइन पनि अभाइलेबल हुन्छ। अब के गर्ने यस्तै हो। अब म चाहिँ गई रुममा हैन यसरी फ्रिजमा राख्छु। पानी दुधहरू सबै मिलाएर राख्नुपर्छ चटक्क बनाएर। अब चियाहरू हेर्नुपर्छ। यसरी हरियाली वातावरणसँगै म चाहिँ फेरि सिधाइसकेपछि मेरो आफ्नो काममा फर्किन्छु। झाडु समात्ने टिकटिक अनि साइप्रसमा अब कुरा त भन्नु नपरोस् हैन। के अरे होटल लाइनमा एज अ हाउसकिपिङ आएको सबैको काम टोटली यही नै हो। अरू चाहिँ नभनौँ अल इन वान हैन। यसरी बेड मिलाउने साथसाथै सफा पनि गर्नुपर्छ हैन। टोयलेट मेरो मुहार हेर्दा पनि कस्तो बिचरा देखेको छैन। डन्डा उचाल्दै साइप्रसमा यही हो काम आज।